तपाईले शेयर मार्केटमा ट्रेडिङ गर्दाखेरि पक्कै लस त भएको होला। त्यो लसलाई चाहिँ म्यानेज गर्नको लागि चाहिँ हामीले स्टप लस अर्डर लगाउनु पर्छ है त। किन भन्दाखेरि मार्केट कहिले माथि कहिले तल हुने भएका कारणले हामीले स्टप लस अर्डर लगाउन जरुरी छ। स्टप लस अर्डर भनेको के हो भन्दाखेरि चाहिँ स्टप लस अर्डर भनेको चाहिँ जब सेलरले एउटा प्राइस डिटर्मिनेसन गरेर चाहिँ एउटा स्टप लस अर्डर प्राइस निर्धारण गरेको हुन्छ, जब मार्केट त्यो प्राइसमा आइपुग्छ तब त्यो स्टक चाहिँ अटोमेटिकली सेल्स अर्डरमा जान्छ अथवा सेल्स हुन्छ, जसलाई चाहिँ हामी स्टप लस अर्डर भन्छौँ है त। प्लस अर्डर कन्सेप्टलाई बुझ्नका लागि फर इक्जाम्पल यदि तपाईले कुनै पनि कम्पनीको स्टक चाहिँ 100 रुपैयाँमा बाइ गर्नु भयो र त्यो 100 रुपैयाँमा बाइ गरेको स्टक चाहिँ बढेर 150 भयो अरे र यसको बढ्न सक्ने पोसिबिलिटी त छ तपाईलाई लाग्छ, तर यसको घट्न सक्ने पोसिबिलिटी पनि छ नि त। यसलाई कसले रिस्क म्यानेज गर्ने भन्दाखेरि चाहिँ यस्तो अवस्थामा तपाईले 5 रुपैयाँ चाहिँ रिस्क बियरिङ गर्न सक्छु भनेर तपाईले आफू एक्सपेक्ट राख्नु भयो अरे। त्यस्तो अवस्थामा तपाईले 150 रुपैयाँ भएको स्टकलाई चाहिँ तपाईले 5 रुपैयाँ बियर गर्न सक्छु भन्दाखेरि तपाईको 145 रुपैयाँ चाहिँ तपाईले स्टप लस अर्डर लगाउन सक्नुहुन्छ। जब मार्केटमा त त्यो पोइन्टमा चाहिँ मार्केट टच हुन्छ त्यो स्टक चाहिँ अटोमेटिकली सेल्स हुन्छ, जसलाई चाहिँ हामी स्टप लस अर्डर भन्छौँ है त। प्लस अर्डरको एडभान्टेज के छ भन्दाखेरि चाहिँ जब मार्केट फ्लक्चुएट गरिरहेको अवस्था हुन्छ त्यस्तो अवस्थामा तपाईलाई चाहिँ हत्तै नोक्सान नहोस् भनेर चाहिँ यो कन्सेप्ट ल्याइएको। यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ तपाईलाई स्टक मार्केटमा चाहिँ ट्रेडिङ गर्दाखेरि चाहिँ ब्रेकको काम गर्ने गर्दछ क्या। जब ठुलो लसेस हुन जान्छ त्यस्तो अवस्थामा यसले चाहिँ ब्रेक लगाइदिने काम गर्छ।